सस्टेनेबल डेभलपमेन्टमा चाहिँ रियुज नहुने बोतलहरूलाई चाहिँ हामीले घर बनाउन सक्छौँ भनेर एउटा इक्जाम्पल हो कि यो घर चाहिँ हाम्रो अर्थक्वेक भन्दा पहिला बनेको घर हो अनि अर्थक्वेकमा पनि कुनै ड्यामेज भएन यसको मेन काम के हो भने विन्टर सिजनमा चाहिँ यसले चाहिँ हिटहरू एब्जर्ब गरेर राति न्यानो बनाउँछ कि भित्र अनि गर्मीमा पनि यसले उ गर्छ कि तातो हुँदैन भित्र गएर टेस्ट गर्दा हुन्छ त्यति अलिक काम हुन्छ कि भित्र है मजबुत भने त भूकम्पले भत्काएन भने चाहिँ मजबुत भइहाल्यो नि पहिला यो नेपालको फर्स्ट बोतल हाउस हो के गुगलमा हेर्दा नि हुन्छ नेपालको फर्स्ट बोतल हाउस नेपालमा ल्याउने बोतल घर नै यही हो के यो बन्दाखेरि चाहिँ यो लाइम प्लस क्ले लाइम र क्ले लाइम प्लस क्ले यो चाहिँ जग बनाउँदाखेरि थिएन थाहा सोध्नुपर्छ तर माटो यो क्ले र लाइम हजुर माटो र लाइम अनि बोतल चुना